स्वागत छ सबैजनालाई मेरो यो फर्स्ट ब्लगमा। यो चाहिँ हाम्रो एक दिनको लागि शीतलपट्टि डाँडा जाँदाखेरिको ब्लग हो। छोटो ब्लग बनाएको छु, हेरेर मनोरञ्जन लिनु होला। माथि गयो, हामी माथि गएर फोटोसोटो यताउता खिच्यो, गफसफ गऱ्यो, रमाइलो गऱ्यो, अनि के खाने भनेर पनि सल्लाह गऱ्यो। त्यसपछि हामी खसी काटी खाने भनेर सल्लाह भयो। त्यसपछि हामी सबैले टक्क एउटा 2-4वटा ग्रुप फोटोहरू पनि लियौँ। अनि ग्रुप फोटोहरू लिइसकेपछि तल झरेर ल अब खसी काटी खाने भनेर टक्क खसी साटी रेडी गरेर अनि हाम्रो सुदर्शनलाई खसी काट्न लाग्यो। यता पछाडिपट्टि तर्ने निर्मल काका, अगाडिपट्टि तर्ने चाहिँ खेमे भाइ, यता काट्ने सुदर्शन भाइले काटेर खसी काटिसकेपछि अब सबै बनाउनतिर लाग्यो। सेकुवा खाने भन्ने पनि अब कुनै भुटेर खुट्टा टाउको ढक्क ढेँडोसँग खाने भनेर सल्लाह भयो। यता आन्द्रा धुनेमा 2जना, यता ब्लग गर्ने यो चाहिँ अर्को ब्लगर, अनि हामी यता निलबहादुर अनि खेम भाइ अर्को एकजना कुति त्यहाँ पिस गर्ने, अनि खुट्टा टाउको पोल्ने चाहिँ यता 2जना थियो। 2जनालाई चाहिँ कान पोली खान दिने भनेर फकाएर खुट्टा टाउको पोल्नु लाग्यो। यता कठुवा छ, कठुवामा रक्सी छ लोकल कोदोको, यता पिस गर्दैछन् सबै। अब सेकुवा खाने बनाउँदैछ निलबहादुर चाहिँ, पोली खाने टाइपको सेकुवा बनाएर आन्द्रा धुने सेकुवा बनाउने। सेकुवा हामीले जिरमा पोलेको थियौँ त्यति बेला चाहिँ, अनि आगो सागो फुकेर ढक्क बस्यो। ट्याक्कै स्ट्यान्ड पनि रहेछ त्यहाँ, स्ट्यान्डमा चाहिँ अलिक रापै नपुग्ने भयो। त्यहाँ राप नपुग्ने भएर फेरि त्यो स्ट्यान्डहरू हटाएर बोलाएको थियौँ। अब ऊ चाहिँ बनाउन जान्ने होइन, यो चाहिँ अब बनाएको भिडियो बनाइदिनु भनेर भिडियो बनाइदिएको थियो। अब भ्लगमा नै हालिदिउँ न त यसको नि। यसरी स्ट्यान्ड लगाएको थियौँ हामीले चाहिँ, स्ट्यान्डबाट अलिक राप नआउने भएकोले गर्दाखेरि पछि फेरि त्यो स्ट्यान्ड हटाएर नै बनाउने भयो। अनि सेकुवा पोल्दै अब खानाको लागि सबै रेडी हुँदैछ। पोलिँदैछ, पोल्न अब लगभग रेडी हुन आँट्यो सेकुवा, खसीको सेकुवा। अब सबैजना पोल्दै खाँदै अब पोलेर अब पिस गरेर टक्क अचारसँग खाने। त्यो त अर्को ढेँडोको चाहिँ बनाउनै पाएन क्या, मोबाइलमा ब्याट्री सकिहाल्यो, चार्ज सकेर त्यसपछि बनाउनै पाएन ढेँडोको चाहिँ। आइरहेछ मस्त।
यो चाहिँ फर्स्ट भ्लग खासै राम्रो भएन, पुरा पनि बनाउन पाएन। आजलाई यति नै, धन्यवाद सबैजनालाई।